मिति 2082 साल पुसको महिना आज 12 गते पनि हामी श्रमदाताहरू चाहिँ यसरी जय श्रमदान हामी चाहिँ हजुर हामी यहाँनिर यसरी काममा आइसकेका छौँ। हजुरको नाम एकचोटि बताइदिनुहोस् त। म वीरेन्द्र विवासी हो। हजुर कहिलेदेखि यस्तो श्रम अभियानमा लाग्नु भएको छ? मेरो घर बनाइमा चाहिँ अलिकति अलमल थियो, त्यस कारण लागेको थिइनँ। तर मानसिक र बौद्धिक रूपले लागिरहेको थिएँ होइन। फेसबुकमा अनेक किसिमले सकारात्मक कुराहरूको प्रचार गर्नेदेखि लिएर हर्कावादको कुराहरूलाई माथि उचाल्नेदेखि लिएर अपराधीलाई पछार्ने कुरादेखि लिएर यस्तो कुराहरूमा म लागि परेको छु सामाजिक सञ्जालबाट पनि। र अस्ति नै एकचोटि आएँ, त्यसपछि आज हो। अब म समय रहँदा र पाउँदा मेरो ज्यान यस्तो कमजोर भए पनि म चाहिँ यो काम चाहिँ गतिलो काम हो। यो काम नभएर देश सकियो, देश रेतियो, चण्डालहरूले सिद्ध्याए, भ्रष्टाचारीहरूले खतम पारे, घुसखोरीहरूले सके भन्ने मेरो बुझाइ छ र आम मान्छेको बुझाइ त्यही छ। र आज पनि हामी अब यो के अरे यो झाडी, यो घनघोर झाडी कति तपाईँहरूले कति लाउनु भयो? 1.5 महिनाभन्दा बढी लाउनु भयो होला। 2 महिना हो। 2 महिना भनेपछि त्यत्रो समय लगाएर काम गरेको अवस्था छ यहाँ। यहाँ स्याल पनि हिँड्न सक्दैन थियो, चितुवा पनि हिँड्न सक्दैन थियो, त्यति घनघोर थियो। चितुवाको बास यहीँ थियो। यो टियु भनेको देशको सबभन्दा सर्वोच्च शिक्षाको निकाय हो। यस्तो निकायमा यस्तो लाजमर्दो हुनु भनेको कुरो आज हर्का सङ्घको जनसंविधान अभियानले चाहिँ यसरी जनसंविधानको माध्यमबाट चाहिँ काम गरेर यो घनघोर झाडीलाई चाहिँ सफा गरेर अहिले मान्छे घुम्न आउँ, रम्न आउँ, डुल्न आउँ जस्तो लागिरहेको छ। किनभने आज सफा छ। अब यो कुरो अहिले हामी अनेकौँ बोतलहरू, अनेकौँ त्यो सिरिन्जहरू, अनेकौँ प्लास्टिक जन्य कुराहरू ती के अरे जथाभावी फ्याँकिएको अवस्थाकोलाई अब कति दिन भयो बहिनी? अस्ति आज पनि लाग्दैछौँ। यो लगभग 20 दिन जति भइसक्यो मेरो विचारमा चाहिँ। त्योभन्दा बढी पनि हुन सक्छ है। हजुर दिनसा बहिनीले आफै भनिराख्नु हुँदैछ कि 20 दिन जति चाहिँ फोहोर सङ्कलनको अभियान चालु गरिसकेको अवस्था छ भन्ने कुरो भयो। तर अझै पनि धेरै दिन लाग्नेवाला छ। मलाई त के लाग्छ भने त्रिभुवन विश्वविद्यालयको चाहिँ त्यो परिसरभित्र जाँदा पनि अनेकौँ फोहोरहरू देखेँ। त्यहाँ पनि एकचोटि गरेर विद्वान वर्गहरूको पनि आँगनमा सफा गर्नु परेपछि उहाँहरूले कस्तो रूपले लिनुहुन्थ्यो होला, त्यो पनि मलाई चाहिँ गर्न आवश्यक छ जस्तो लाग्छ। र यो बन्द त बसौँ जस्तो लागिसकेको छ। र यो काम नेपालमा अहिले हर्का सङ्घको जनसंविधान अभियान धरानदेखि सुरुवात भएर अहिले करिब आधा नेपालमा चाहिँ यो अभियान चालु भइसकेको छ। त्यसैले यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्नेवाला छ। र यसलाई सबैले आज सकारात्मक रूपले लिएका छन्। के वृद्ध, के बालक, सबैले, के राजनैतिक, के गैर राजनैतिक, सबैमा भनौँ न त्यस्ता संस्था, निकाय र मान्छेहरूबाट यो चाहिँ एकदम देशको लागि भलो कार्य हो भन्ने चाहिँ रूपमा बुझाइ छ बहिनी। त्यसैले आज हामी अब काममा लागौँ। हजुर हुन्छ। अनि हजुर होइन, हजुरले धेरै त भनिसक्नु भएको छ होइन। अब देशको लागि चाहिँ हामीले श्रमदान नगरी हर्कपथलाई साथ नदिई यो अगाडि बढ्दैन, पक्कै पनि विकास हुँदैन देश। एकदम बुझाइ भएको छ, आम मान्छेमा बुझाइ भएको छ। हजुर अनि बाफ गरेर खाने दिन सकिए जस्तो लागेको छ। त्यसको चाहिँ श्रेय अहिले हर्का सङ्घलाई जान्छ। राम्रो कुरा हुनाले हजारौँ मान्छे, लाखौँ मान्छेले सघाएका छन्। किनभने राम्रो कुराले सघाउनु पर्छ। हजुर र सघाउनु पर्छ होइन। एकजनाले मात्रै एउटा हुटी त्याउले त सर्ग थाम्दैन नि त। त्यही भएर हामी त्याउले सर्ग कहिले पनि थाम्दैन। त्यसैले गर्दा यसमा हजारौँ मान्छेहरूको हात र साथ रहनुपर्छ। तब मात्र भनौँ शीत उगाई घैला भर्नु भन्छ नि होइन। एक थोपा शीतले घैला भरिन्छ। यो अभियान भनेको एक थोपाले शीत उगाएर चाहिँ घैला भर्ने अभियान हो। त्यसैले एउटा कमिला जस्तो सामान्य जीवले पनि हजारौँ कमिला खनिएर कस्तो दरबार बनाउँछ, कस्तो शिकार ल्याउँछ भनेपछि हामी मानवको चाहिँ एउटा चेन त्यस्तो बनाएर, युनिटी त्यस्तो बनाएर आज देशलाई चाहिँ उज्यालो बनाउनु छ। हामी विदेश लागेर मात्रै हुँदैन, हाम्रो देश खोक्रो भइसकेको छ। त्यसैले गर्दा आउने चुनावमा अब हामी यो जसरी झाडी सफा गरिएको छ नि, त्यसरी यो अपराधी र त्यो भनौँ न गफाडीहरूलाई चाहिँ अपराधी गफाडी भयो, कमिसन चोर, भ्रष्टाचारी, घुसखोरीहरूलाई हामी भौतिक सफाई यसरी गर्छौँ। अब आउने चुनावमा हाम्रा लाखौँ मान्छेहरूलाई सम्झाउँछौँ हामी घर घरमा गएर। अब आउँदा दिनमा यस्तो मतदान भनेको
अमूल्य मतदान हो। हजुर यो कन्यादान भन्दा पनि अत्यन्त महत्त्वपूर्ण मतदान हो। त्यसैले अब पहिले जसरी भोटको चाहिँ एउटा प्रचलन थियो त्यो तरिकाले भोट मान्छेले लाउनेवाला छैन। हजुर जसले काम गरो त्यसलाई भोट लाउनेवाला छ। हजुर यस्तो दिन आएको छ। यो दिन परिवर्तन हो। परिवर्तनले यो समयको माग हो। समयको माग आज देशमा एकदम उठेको छ। हजुर त्यसैले के जाति के जनजाति होइन, हजुर सबै के महिला के पुरुष के के धर्म, वृद्ध के बालक होइन, के धनी के गरिब सबैले यो हर्क सङ्कलनको श्रमदान अभियानलाई सघाएको छ। हजुर यसको यो शुभ देखेर नै सघायो। हजुर यो बदमासी काम थियो भने कहिले सघाउँथ्यो? सघाउनै थिएन। यो अपराधी काम थियो भने कहिले सघाउँथ्यो? कसैले सघाउनेवाला थिएन। त्यसैले राम्रो काम गर्नुपर्छ। राम्रो काम गर्नेलाई साथ सपोर्ट सबैले दिनुपर्छ। नराम्रो काम गर्नेलाई छेउ लगाउनुपर्छ। हजुर म चाहिँ त्यो भन्छु। हस् धन्यवाद। तपाईँले हस् हजुर जय माटो जय देश। हजुर जय माटो जय देश जय हर्कबाद जय हर्कबाद।